के हो यो फेरि हाउको सरकार भने व्याख्या गर्नु त त्यसको अलिक व्याख्या गरेको छैन समयमा गर्नु तर त्यो हाउको सरकार त तपाईहरुको खाऊ खाऊ भन्ने सरकारको दादागिरी खुल्याम भ्रष्टाचारले चरम सीमा नागेपछि बनेको होइन अनि के अर्कालाई मात्र दोष दिनुहुन्छ मैले पनि गल्ती गरे कि भनेर सोच्नु पर्दैन 2 करोड 90 लाख जनताले गाली गर्दा पनि घमण्ड सकिएन भन्दैछन् जनता अर्को तमासा के गर्नुभयो भने काठमाडौँ भ्याली यो डाँडो काटेर प्रत्यक्ष जान नपाइने ठिकै छ त अनि किन जानु पर्यो डाँडा काटेर काम पनि त छैन नि ती गुन्डुमा बस्नु नि केटाहरूले हामी सुरक्षा गर्छौं भनिरहेछन् त कहाँसम्म जान पाउने रे डाँडोसम्म जान पाउँछ पल्लापट्टि हेर्न पाइने कि नपाइने त्यो पनि थाहा छ ए यसो गर्नु अब एउटा दूरबीन किन्नु कि ती बसेर हेर्नु अब साधकी नेता पैसा पनि छैन होला तपाईसँग पेट्रोल पनि बच्छ त्यही गर्नु ल त्यही त होला धन्न मैले भनेको मान्छन् बुढाले कमेडियन